जब गुर्जे भन्ज्याङबाट ओह्रालो लाग्न सुरु गरियो तब बाटो झन् रमाइलो बन्न थाल्यो। हुन त मेरा लागि त्यो बाटो नौलो नै थियो। काठमाडौँको त्यो भेगबाट मेरो जिन्दगीको पहिलो यात्रा नै थियो। शिवपुरीको डाँडा वा भनौँ काठमाडौँको उत्तरी भेगबाट उता म कहिले झरेको थिइनँ। घुमौरो बाटो अनि हरिया जङ्गल, नेपालको अरू बाटाहरू जस्तै। बाटो ठाउँ ठाउँमा ढलान गरिएको अनि ठाउँ ठाउँमा पिच। अधिकांश बाटो सबै नै पक्की थिए। ठाउँ ठाउँमा अलिअलि कच्ची नहुने हो भने त फेरि हामीलाई कहाँ पच्छ र। जति हामी तल तल पुग्दै गयौँ त्यति त्यति गर्मी गर्मी महसुस हुँदै थियो। हावा पनि अलिकति तातो तातो भएको महसुस हुँदै गयो। थानापतिबाट ओह्रालो लाग्दै गर्दा एकजना ब्लगरले लिच्ची खान गएको एरिया जस्तो लाग्यो। हुन पनि हरेक घरमा एउटा मात्र भए पनि लिच्चीका बोट थिए।